नमस्ते एनालिस्टमा वेलकम टु माई न्यू ब्लग एप। तपाईँहरू सम्झेर आएर नै हिँड्छ होला, म पनि सम्झेर आएर नै छु होइन। म चाहिँ धेरै दिन भएको छु भ्लग हालेको, त्यही कारणले आज चाहिँ हल्का म ठिकै आजकल घरमै बस्दैछु। मेरो 8 को एक्जाम सक्यो, त्यही भएर म घरमा बस्दैछु। अस्ति बर्थडे पनि गयो, त्यही भएर आजकल चाहिँ म यत्तिकै घरमा बस्दैछु होइन। अनि त्यसपछि आज चाहिँ होइन यसो रमाइलो हामी क्या होइन, कति भ्लग नआएको मेरो धेरै भइसक्यो, त्यही कारणले होइन टिकटक सिकटक हालिरहेको छु होइन। माइ गॉड, तर पेट त ठिकै छ होला आजकल त, ठिकै छ होइन। आज चाहिँ यस्तो भइरहेको नि ल्याङ भएको क्या। ठिक छ होला तपाईँहरू, म पनि ठिक छु, अहिले धेरै आराममै छु। र अब चाहिँ म चाहिँ उता जान लाग्यो स्केट पार्क, र छोटो मिठो छ यस्तो दामी पाहाडमा। तर आजको सनसेट दामी देखेर आयो, हेर्नु एकछिन नै पुग्ने सनसेट बेस छ क्या आजको। म यसलाई अँध्यारो पारेर देखाउँछु, अँध्यारोमा बेस देख्छ कि खतरा देखेन त, सक्छ भन्नु होइन। म स्केट पार्क जान आँटेँ, एउटा भनेको छ किन होइन, आजकल स्टेजहरू लाग्ने भनेको थिएँ, त्यहाँदेखि स्केट पार्क पनि लडाइ आज चाहिँ यसो घुम्दै भनेको होइन। तपाईँलाई म भिडियो छु होइन, त्यही कारण आज बस्दैछु छु, कमेन्ट गरिदिनु होला। र आफ्नो प्रकृतिहरूमा कमेन्ट पनि गरिदिनु होला। हो के भने अर्को झन् लाग्छ केटा होइन, ठिक भन्नु त्यो पाहाडमा ल्याएर कस्तो देखेको छु मलाई थाहा छैन, यस्तो टिकटक भन्ने हालेको छु, हेरिदिनु होला होइन। ल गाइस, अब चाहिँ म स्केट पार्कमा गएर भेट्छु है त, स्केट पार्कमा गएर भेट्छु है त। तर यार एउटा कुरो भन्नु छ यार, नि यसो धेरै दिन भयो क्या ननाचेको होइन, ननाचेको के नदेखेको होइन, धेरै नाचिदिनु पऱ्यो क्या। यस्तो देखेको छु होइन, कस्तो देखेको छु हेर्नु होला, बेस हाल्छु त यस्तो हो क्या तपाईँ होइन, यस्तो होइन यस्तो हल्का फास्ट जान्छ कि हावा पनि आउँछ कि फेरि बेस्ट, यस्तो बेस्ट खालि खतरा आयो त्यस्तो चाहिँ सक्छ भनेर मलाई चाहिँ थाहा बोलेको छ है। यस्तो फेरि यस्तो पनि जान्छ कि फेरि अर्को फेरि कि फेरि बगाएर जान्छ नि। यस्तो नखा मिठो हानिदिन्छ होइन, यो गर्दा अचाए बडा फाइजे पनि
Let's go. धेरै ओभरफ्लो पनि हुनुहुन्न एकचोटि भाइको एकचोटि बाहिर भ्यूहरू देखाइदिन्छु म तपाईँलाई त्यो हेर्नु होला त्यसपछि म स्केट पार्क लिनु निस्किन्छु है त लास्टै थके लाग्छ कि त सनसेट डुब्यो नि त यार टेन्सन भयो त्यो कुरा सनसेट टेन्सन भयो त ल म सिनेमेटिक हान्छु अब अब म बस सो जानु पर्यो अब उता जानु पर्यो होइन पहिला सुरु जुत्ता लाम होइन जुत्ता लगाइदिनु सबैको डान्स त फेरि खत्रै हालिदिन्छ नि मैले त फेरि होइन यस्तो यहाँ छ अब लाएर जान्छु म Muat lah, tidak bermain. Oh jadi. कस्तो यहाँ चाहिँ भन्नु होला प्रकृति दिनु होला एक पुसअप नै हान्नु धेरै दिन भएको थियो यार मिस भएको त भएको त होइन सो चिज या भित्र हान्नु पर्यो ल के म स्केट पार्क गएपछि भेट्ने छु हल्का रमाइलो होइन अब चाहिँ म स्केट पार्क गएपछि भेट्छु है त कस्तो देखाएको छ ठिक दे भाइ
अनि मैले एउटा कुरा भन्ने बिर्सेछु, हाम्रो यो काठमाडौँमा चाहिँ धेरै नै पोल्युसन भएको छ आजकल। त्यही भएर हल्का तपाईँहरू ध्यान दिएर बस्दिनु होला। म हात जोड्छु, सकेसम्म बाहिर ननिस्किनु होला। यो धेरै पोल्युसन भएर चाहिँ हाम्रो काठमाडौँमा वर्ल्डको सबभन्दा नम्बर 1 परेको छ काठमाडौँमा होइन। म चाहिँ यता नागार्जुनतिर बस्छु, तर जे होस् एउटै उस्तो हो होइन। त्यही भएर हात जोड्छु म। तपाईँहरू काठमाडौँमा बस्नुहुन्छ भने चाहिँ सकेसम्म बाहिर ननिस्किनु होला। केही काम पऱ्यो भने चाहिँ मास्क साक्स लगाएर निस्किनु होला, त्यही भन्छु। त्यो यो धुलोले चाहिँ हाम्रो घाँटी दुख्ने र घाँटी ख्यास हुनेमा असर परेको रहेछ। अनि त्यसपछि आँखा रातो हुने, तर म त्यस्तो छैन क्या, मलाई हुँदैन त्यस्तोहरू होइन। आँखा रातो हुने रे, अनि के भने मैले न्युज सुनेको थिएँ। सकेसम्म तपाईँहरू बाहिर ननिस्किनु होला। म त अब यतिकै हो होइन। सकेसम्म म बिन्ती गर्छु, सकेसम्म तपाईँहरू बाहिर ननिस्किनु होला र मेरो भ्लग हेरेर इन्जोय गरिदिनु होला। अब यो सरकारले पनि के गर्ने र के गर्दैन। अब एकचोटि यो काठमाडौँमा राम्रोसँग पानी पऱ्यो भने चाहिँ सबै पोल्युसनहरू माथि उडिरहेको सबै तल झर्छ र काठमाडौँ बेस्ट हुन्छ। अहिले चाहिँ काठमाडौँमा त्यस्तो खत्रै छ क्या, वर्ल्डको नम्बर 1 परेको छ होइन। ओके, आइसी अब हेरौँ के हुन्छ, पानी पछि पर्दैन। अस्तिको आन्दोलनले गर्छ जस्तो पनि छ, मलाई त्यस्तै लाग्छ होइन। लेट्स सी, अब हेर्नुपर्छ केटा हो। अब के गरौँ, नेपालको हालत त्यस्तै छ। लेट्स सी, यस, अब सकेसम्म बाहिर निस्कनु धन्यवाद। अब म अर्को भ्लग हेरेर इन्जोय गरिदिनु होला। भर्खर आइपुगेँ घरमा पनि, भर्खर आइपुगेँ घरमा पनि केटा हो। भर्खर आइपुग्यो, यस्तै बात गएर आएको होइन। यही त हो, अब के गर्नु। अब आजको भ्लग यतैतिर एन्ड गर्न चाहन्छु। च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक एन्ड सब्सक्राइब इज द बेल आइकन। यति भन्दै म आज बिदा लिन चाहन्छु है त। अनि कतिजनाले मलाई इन्स्टाग्राममा फलो गराएको छैन भने यहाँ अगाडि देखिरहनु भएको होला, त्यहाँ मैले राखिदिएको छु, त्यो नाम राखिदिएको छु, त्यहाँबाट फलो गर्नुहोस्। र आजको यति भन्दै म च्यानल नयाँ हुनुहुन्छ भने लाइक एन्ड सब्सक्राइब इज द बेल आइकन। यति भन्दै म आज बिदा लिन चाहन्छु। हस्त, जय नेपाल।